ह्यापी क्रिसमस सबैजनालाई। खाना खाएर जाने। ह्यापी क्रिसमस। हजुरलाई क्रिसमसमा कस्तो लागिरह? गॉड ब्लेस यू ऑल। ह्यापी क्रिसमस। ह्यापी क्रिसमस। ल धेरै खुसी लागिरहेको छ। तपाईहरु पनि खुसी हुनुहुन्छ नि? मेरो भाइ बहिनीहरु चाहिँ यहाँ रुमाल लुकाउने खेल्नु भएको छ। अघि न धेरै थियो आउट भएर थोइला। यहाँ गुल्मी जिल्लामा चाहिँ हो यो चाहिँ छाम्न पाइन्छ पाइन्छ। सम्पूर्णमा जय मसिया। ह्यापी क्रिसमस। हजुरहरु खुसी हुनुहुन्छ? ल प्रभु है कैसा कुमार भैया, प्रभु है कैसा कुमार भैया, काला बनाया गोरा बनाया, काला बनाया गोरा बनाया, जो भी बनाया अच्छा बनाया, जो भी बनाया अच्छा बनाया। प्रभु है कैसा कुमार भैया, प्रभु है कैसा कुमार भैया, मोटा बनाया पतला बनाया, मोटा बनाया पतला बनाया, जो भी बनाया अच्छा बनाया, जो भी बनाया अच्छा बनाया। प्रभु है कैसा कुमार भैया, प्रभु है कैसा कुमार भैया, अगला बनाया होचा बनाया, अगला बनाया होचा बनाया, जो भी बनाया अच्छा बनाया। प्रभु है कैसा कुमार भैया, प्रभु है कैसा कुमार भैया, प्रभु है कैसा कुमार भैया, प्रभु है कैसा कुमार भैया। राख्नु भएको छ र हामी पनि मनाएका छौँ र परमेश्वर पितामा तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँको दास छोराछोरी हामीले कार्यक्रम सघाइसकेपछि पनि तपाईँको छोराछोरी तपाईँको भजनमा एक्सन सङ्गहरू गाउनुहुनेछ, नाच्नुहुनेछ। तपाईँले सम्हाल्नुहोस्, पवित्र आत्माले भरिपूर्ण बनाउनुहोस्, प्रत्येकको जीवनमा आशिष दिनुहोस्, आशिषै आशिष लिएर प्रेमले भरिपूर्ण बनाउनुहोस्। शैतानको बाधा अर्चना येशूको नाममा फायर गर्न चाहन्छु र सबैजनालाई म तपाईँको हातमा राख्दै आशीर्वाद प्यारो पवित्र येशू ख्रीष्टको नाममा आमेन। मेरो भाइ बहिनीहरु चाहिँ यहाँ रुमाल लुकाउने खेल्नु भएको छ। अघि न धेरै थियो आउट भएर थोइला। यहाँ गुल्मी जिल्लामा चाहिँ हो यो चाहिँ छाम्न पाइन्छ पाइन्छ। भने यहाँनिर भन्नुहुन्छ परमेश्वरले, हेर्नुहोस् यहाँ तपाईले सुन्नुहोस्। अनि अर्को स्वर्गदूतले मध्य आकाशमा उडिरहेको मैले देखेँ। पृथ्वी रहने
हरेक जाति कुल भाषा मानिसलाई घोषणा गर र अनन्त सुसमाचार तिनीसँग थियो। 7 पदमा भनिन्छ परमेश्वरले तिनले चर्को स्वरमा भने परमेश्वरसित डराऊ। कोसँग डराउनु पर्ने छ? परमेश्वरसित डराऊ। यहाँ भनिन्छ परमेश्वरसित डराऊ है र उहाँलाई महिमा देऊ किनकि उहाँको इन्साफको घडी आएको छ। स्वर्ग र पृथ्वी समुद्र पानीका मूल बनाउनलाई दण्डवत गर। हामी आज हामीले कसलाई दण्डवत गर्नुपर्ने रहेछ? हामीले कसलाई? भन्दा परमेश्वरले यसो ख्रिस्टलाई जो कि 2000 वर्ष पहिला मारियमको गर्भमा परमेश्वर केवल बारीबाट गर्भबाट यस पृथ्वीमा जब आउनुभयो तपाईँ हामीलाई जीवन दिनको लागि, तपाईँ हामीलाई मुक्ति दिनको लागि। आज हामी पापी छौँ। यो पाप शरीर मर्नु अति आवश्यक छ। जब हामी यो मर्छ नि हाम्रो शरीर मर्छ तब मात्रमा हामी पुनः पवित्र बन्न सक्छौँ। पवित्र बन्छ। अब जब म एउटा उदाहरण दिन्छु। मेरो बुवा मम्मी मर्नु भएको छ, उहाँ सुत्नु भएको छ, मर्नु भएको छैन है। तपाईँले सुन्नुहोस् है भाइ, सुत्नु भएको छ है। उहाँ के भन्नुभएको छ? सुत्नु भएको छ, मर्नु भएको छैन। म पनि भोलि आएर म के गर्छु? यो शरीरबाट मेरो सास लिन्छ, म सुत्छु, म सुतेको हुन्छु। म यो शरीरबाट आज मैले त्यति बेला मैले केही पनि म मरेपछि मैले केही पनि चाल पाउँदैन। न मैले प्रशंसा गर्छु, मलाई थाहा हुन्छ, न केही पनि। आज एउटा कहानी म त परमेश्वरको दृष्टान्त भन्छु। एउटा स्त्री थिइन्, 7वटा के थिए उनी? भाइहरू थिए। 7 भाइ थिए। एउटालाई कसलाई? हावालाई शक्ति दिनुहुन्छ, समुद्रको सीमा तपिदिनुहुन्छ। आज जति पनि खोलाहरू तपाईँको बगिरहेका छन् तिनी कहाँका छ भने आफ्नो शक्तिले उहाँले रोक्नुभएको छ। अनि त्यो खोला त्यो समुद्रलाई फर्काइदिनुहुन्छ। फेरि जुन ठाउँबाट बगिरहेको छ त्यही नै पठाइदिनुहुन्छ परमेश्वरले। त्यो अयुबको पुस्तकमा हामी पढ्न पाउँछौँ। आज परमेश्वरलाई म धन्यवाद दिन्छु। तपाईँलाई म त्यसै गरी म तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। किनभने परमेश्वर हाम्रो लागि आउनुभएको। आज कतिपय धर्मशास्त्रहरूमा आज धेरै मानिसहरूले भन्छन् कि आज चाहिँ जीवन छ फलाना ठाउँ छ, तर जीवन सिर्फ केवल परमेश्वर छ। म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु भनेर प्रस्थानको 20:3 पदमा भन्नुहुन्छ परमेश्वरले। आज तपाईँहरूलाई परमेश्वरले ठुलो आवाजमा भन्नुहुन्छ, ठुलो आवाज भन्छ परमेश्वरले तपाईँहरूलाई भन्छ, हे मानिस, परमेश्वरले बोलाउनुभयो, हे मानिस त कहाँ छस्? आज तपाईँहरूलाई परमेश्वरले भन्छ त कहाँ छस् भनेर परमेश्वरले भन्नुहुन्छ। हेर्नुहोस् तपाईँ हामीलाई कहाँ छ? आज हामी कहाँ छौँ? तपाईँ हामीले आज त्यो समय छैन होइन। त्यसैले चाहिँ हामी सही परमेश्वरलाई, साँचो परमेश्वरलाई भेटाएका छौँ। हामी शास्त्रबाट अध्ययन गर्नेछौँ। अझै हाम्रो सरहरूले ह्याप्पी क्रिसमस, जय मसी, नमस्ते, झोले आनाङ्गा सुनमिका। हामीले चाहिँ तरकारी पकाउनु लाग्यो, कुखुराको मासु। आमा हुनुहुन्छ। अङ्कल ह्याप्पी क्रिसमस, ह्याप्पी क्रिसमस, ह्याप्पी क्रिसमस, जय मसी, ह्याप्पी क्रिसमस। ल सबैजना एकदम रमाइलो खुसी हुनुहुन्छ। ह्याप्पी क्रिसमस दिदी, ह्याप्पी क्रिसमस। आमा, आन्टी ह्याप्पी क्रिसमस। आन्टीले कति राम्रो खाना पकाउँदै हुनुहुन्छ। ह्याप्पी क्रिसमस बुवा, भिडियो बनाएको। त्यो त ड्युटी बस्नुपर्छ, त्यही गर्नु। कस्तो पुट्टा खायो के